हेलो साथीहरू, के छ खबर? म सीमा गुरुङ। म आज फेरि पनि आइसकेँ हजुरमाझ मिनी ब्लग लिएर। आजको हाम्रो टुर चाहिँ छाब्दी बराई मन्दिरबाट बन्दीपुरसम्मको यात्रा हो। गन्तव्यसम्म त पुग्यौँ साथीहरू, के गर्ने आम्मामामामा। त्यहाँ हामी 9 बजे पुगेका थियौँ। 9 बजे पुग्दाखेरि त लाइन त ओहो भनेर सत्य छैन। लाइनको कुरा गर्ने हो भने साथीहरू, लाइनको कुरा गऱ्यो भनेर गुनासो के गर्नु, दर्शन गर्न पाउनु नै ठुलो कुरा हो। हामी चाहिँ सबैजना 3 घन्टा लाइन बसेर बल्ल हाम्रो पालो आएपछि हामीले दर्शन गऱ्यौँ। यति भिड थियो साथीहरू, यति भिड मैले बयान गरेर साध्य नै छैन। मेरो यो छाब्दी बराई मन्दिर मेरो फर्स्ट दर्शन हो। मलाई यति राम्रो लाग्यो, मलाई यति खुसी लाग्यो। त्यसपछि हामी दर्शन गरेपछि फोटोसोटो खिचेर फेरि हामी बन्दीपुरतिर लाग्यौँ। वास्तवमा भन्नुपर्दा बन्दीपुर टुर पनि मेरो फर्स्ट टाइम नै हो। अनि फर्स्ट टाइमको एक्सपिरियन्समा पनि यति रमाइलो भयो भनेर म एक्सप्लेन नै गर्न सक्दिनँ। जताततै चटपटको स्वाद चाख्दै हिँड्ने हामी। अनि बन्दीपुरको छोड्ने कुरै भएन। बन्दीपुरको पनि चटपट खाँ यति मिठो रहेछ। त्यसपछि हामी रानीमाई मन्दिर जानलाई रेडी भयौँ। हेर्नु हामी साथीहरूको बिच। Where is the temple? त्यसपछि हामी चाइनाको ग्रेट वाल भनेपछि हामी बन्दीपुरको ग्रेट वालमा फोटोसोटो खिचेर बन्दीपुर बजार घुम्यौँ र लास्ट अन्त्यमा एउटा टिकटक बनाएँ, फोटोसोटो खिचेँ, घर फर्क्यौँ। र आजलाई यति नै साथीहरू, बाई।